हेलो एभ्रिवान, वेलकम माई मिनी ब्लग। होइन, आजको मिनी ब्लग चाहिँ मेरो हाट बजारको छ। तपाईँहरू देख्न सक्नुहुनेछ म हाट बजारमा एक्लै बसेर सोचिरहेको छु। होइन, के सोच्दैछु त भन्दा म यहाँ आएको भए हुन्थ्यो भनेर सोचिरहेको बेलामा ठ्याक्कै म यहाँ आउनुभयो। अनि म यहाँ आउने बित्तिकै फेरि हाम्रो के सुरु भयो त भन्दाखेरि खाना सुरु भयो। होइन, हिहिरेका आज। होइन, अनि ठ्याक्कै खाना सुरु चाहिँ के भयो भन्दाखेरि म यहाँ फेरि बाहिरको खानेकुरा भनेपछि एकदमै रुक्कै हुनुहुन्छ क्या। अनि त्यही भएर खाएको खाइ गर्ने बानी छ उहाँको। अनि त्यसपछि ल्याएपछि मुखमा राखेपछि त अब फेरि नखाए आफूलाई पनि मनै मान्दैन। अनि त्यो ग्यास्ट्रिक बढी हुन्छ। त्यही पनि मनले त कहाँ मान्छ त। होइन, यसरी ल्याइसकेपछि त अनि तिनजना मिलेर मजाले हामीले चाहिँ पकौडा खायौँ एकैछिन। अनि गफ गर्दै 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 पकौडा खाइसकेपछि अनि त्यसपछि फेरि मैले के ल्याउनुहुन्छ के ल्याउनुहुन्छ होइन, पुरा भिडियो हेर्नु होला, तपाईँहरू देखेर छक्क पर्नुहुनेछ। अनि त्यसपछि कस्टमरहरू आएको छैनन्, बस्यो खायो यस्तै गर्दै मेरो आजको ब्लग चाहिँ यस्तै भएको थियो। अनि त्यसपछि मैले फेरि जलेबी ल्याउनु भयो। अनि जलेबी ल्याइसकेपछि त अनि अब मुखको अगाडि राखिसकेपछि अनि यस्तो मिठो मिठो खानेकुरा नखाएर कसरी बस्न सकिन्छ त म त सक्दिनँ। होइन, तपाईँहरू सक्नुहुन्छ कि सक्नुहुन्न। अनि त्यसपछि चाहिँ मैले ठ्याक्कै भिडियो गर्दै खाँदै थिएँ नि त। अनि दिदी मलाई जिस्काउँदै हुनुहुन्थ्यो। अनि त्यही भएर म फेरि हाँस्दै खाँदै थिएँ। अनि फेरि के ल्याएर आउनुभयो, माई गड, फेरि मैले चाउमिन ल्याएर आउनुभयो। अनि चाउमिन त यति पिरो थियो होइन, तर त्यसको चटनीहरू मैले फालेर चाउमिन मात्र भए पनि मैले आफ्नो मुखलाई कन्ट्रोल गर्न सकिनँ। फेरि खान थालेँ। अनि हाम्रो खाइ गरी सबै सकिसकेपछि ठ्याक्कै मेरो कस्टमरहरू पनि आउन सुरु भए। अनि म चाहिँ एकदम ह्याप्पी हुँदै कस्टमरहरूलाई सामानहरू देखाइरहेको थिएँ। किन भन्दाखेरि खासै मान्छे नआउँदा त कस्तो दिक्क लाग्ने क्या। होइन, अनि बस्दा यस्तो दिक्क लागेको बेलामा यसरी मान्छेहरू आइदिँदा त एकदमै खुसी लाग्दो रहेछ नि त। अनि त्यसपछि म हाँस्दै मजाले सबै सामानहरू दिँदै थिएँ। अनि ठ्याक्कै अर्को म यहाँको एन्ट्री पनि भयो। अनि किनभने आज साँझको हाम्रो अर्कै प्लान छ, त्यही भएर चाहिँ ठ्याक्कै दुईजना म यहाँ आउनुभयो। आज साँझ हाम्रै घरमा बस्ने भनेर राम्रो प्लान थियो। अनि त्यसपछि यति रात परिसकेको थियो होइन, हाम्रो सामानहरू रेडी गर्दा त। अनि त्यसपछि म यहाँले फेरि फलफुल लिनको लागि पैसा लिएर जाँदै हुनुहुन्छ। अनि यो सामानहरू सबै रेडी भइसकेको छ। अब चाहिँ यो सामानलाई हामीले पसलमा सार्यौँ आफ्नो। अनि त्यसपछि चाहिँ यता लुगा सिलाउँदै हुनुहुन्थ्यो म यहाँले। बाई बाई।